हेलो हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई बहुत दिन बाद मेरो भिडियोमा। अनि म चाहिँ आज मोमोको चटनी बनाउन लागेको थिएँ। सोचे हजुरहरूलाई भिडियो पनि बनाएर देखाउँछु अनि म आफ्नो रेसिपी पनि शेयर गर्छु भनेर म चाहिँ भिडियो बनाउन लागेको। अनि मैले चाहिँ यो मुमफली अनि तिल चाहिँ रोस्ट गरिसकेँ। अनि रोस्ट गरिसकेपछि चाहिँ मैले निकालेँ, मेरो चाहिँ राम्ररी रोस्ट भइसक्यो। अनि अब हामी लाग्छौँ बनाउनको तरफ। मैले चाहिँ प्यान राखिसकेँ अनि मैले डालिदिन्छु थोडा सा तेल। अब हामी छोडिदिन्छौँ थोडा टाइम गरम हुनको लागि। थोडा साथीहरू, म तपाईँहरूलाई एउटा चिज देखाउँछु। आज अहिले भर्खरको भर्खर इतना तेज, इतना अच्छा मौसम भयो। देखो इतना जबरदस्त बारिश होने लाग्छ और हावा चल्न लाग्छ नि पुरै नगर। ओ माई गॉड, क्या बारिश हुन लाग्छ। यस्तो बाहिर गएर कल्लेपछि मान्छे उडाइदिन्छ। अब मौसमलाई टाटा बाई बाई गरेर म चाहिँ लागिसकेँ आफ्नो काम तरफ। मेरो चाहिँ तेल पुरा गरम भइसकेको थिए। अनि मैले चाहिँ के मिस्टेक गरेँ भने साथीहरू, म चाहिँ पहिला लसन अदरक डाल्नुपर्ने, लसन अदरक डाल्नै बिर्सिएँ। सिधा प्याज डालिदिएँ अनि पछिबाट डालिदिएँ म। अनि प्याज लसनहरू केही छैन, साथमै पाक्छ नि त। अनि अब म चाहिँ डालिदिन्छु थोडा सा हल्दी प्याजको ऊपर, किनभने हल्दी पहिला नै डाल्नुपर्छ। हल्दीको स्मेल आउँछ नि त कच्चावाला, त्यसैले। अनि थोडा सा डालिदिन्छु म चाहिँ लाल मिर्च। अनि यसलाई चाहिँ मजाले मिक्स गरिदिने। अनि मेरो चाहिँ यो प्यान सानो भएर हेर्नु न, पुरा बाहिर बाहिर निक्लिरहेछ क्या। अनि राम्रोसँग मिक्स गरिसकेपछि चाहिँ केही टाइमको लागि राखिदिनु। अनि टमाटर डालिदिनु। टमाटर डालिसकेपछि चाहिँ राम्रोसँग मिक्स गर्नुपर्छ यसलाई, किनभने त्यो हल्दीको मिक्सरहरू हुन्छ नि त, त्यो सब मिक्स हुन जरुरी हुन्छ। अनि राम्रोसँग हिलाइसकेपछि अनि त्यस पछाडि चाहिँ हामी चाहिँ डाल्छौँ नमक वगैरह। अनि नमक चाहिँ आफ्नो हिसाबले डाल्न सक्नुहुन्छ हजुरहरू, जति हजुरलाई जरुरत छ त्यति नै। नमक वगैरह डालिसकेपछि फेरि राम्रोसँग चाहिँ मिक्स गरिदिनु। अनि म चाहिँ यसलाई चाहिँ केही टाइमको लागि चाहिँ छोपेर राखिदिएँ। अनि एकछिनपछि खोलेर हेरेको पाकिसकेको रहेछ। अनि आज चाहिँ मोमोको चटनी बनाउनुको कारण चाहिँ म चाहिँ भोलि छुट्टीमा गइरहेको छु आफ्नो घर, आफ्नो रुममा। अनि त्यसैले चाहिँ मोमोहरू त कहीँ पनि पाइन्छ, बेसिक चिज हो होइन, त्यो कहीँ पनि पाइन्छ। अब चटनी यस्तो चाहिँ पाइँदैन क्या कहीँ पनि। अनि म चाहिँ आफै बनाएर लग्छु भनेर चाहिँ बनाएर लग्न थालेको। अनि यो चाहिँ धेरै गरम थियो। एकछिन चाहिँ मैले फ्रिजरमा राखिदिन्छु 2-3 मिनटको लागि। फ्रिजरमा राखिसकेपछि चाहिँ थोडा सा ठन्डा हुन्छ नि त, गरम गरम मिक्सीमा मिक्सी गर्नु हुँदैन, हजुरहरू पनि नगर्नु होला। अब चाहिँ म मिक्सी गर्छु यो बदाम अनि तिललाई। बदाम भन्छ कि मुमफली अनि तिललाई म चाहिँ मिक्सी गरिदिन्छु। अनि टिमुर पनि मैले रोस्ट गरेको थिएँ, मैले चाहिँ बिचमै डालिदिएको थिएँ टिमुर पनि। अनि टिमुर चाहिँ मेरो मम्मीले घरदेखि पठाउनु भएको थियो, उहिले पठाउनु भएको। म चाहिँ बनाउनै पाएको थिएन चटनी, जहिले घर गएको बेला नि बिर्सेर आउँथ्यो। अनि आज चाहिँ याद आयो कि अस्ति चाहिँ बाबाले ल्याइदिनु भएको थियो। अनि मैले चाहिँ अब छुट्टीमा पनि गइरहेको छु, मोमोको चटनी बनाएर लैजानु पर्यो भनेर याद आयो ठ्याक्क। अनि म पनि बनाएर लग्न थालेको घर। अनि म यो मोमो बनाउन थालेको फर्स्ट टाइम चाहिँ होइन, मेरो चाहिँ फर्स्ट, सेकेन्ड, थर्ड या यस्तै फोर्थ टाइम हो होइन। यस्तै चार बार चाहिँ बनाइसकेँ। अनि सुरुमा बनाउँदाखेरि चाहिँ मैले चाहिँ युट्युबमा हेरेर बनाएको थिएँ, मलाई चाहिँ आउँदैन थियो खासै बनाउन। खासै नै मैले बनाएकै थिएन, फर्स्ट टाइम बनाउँदाखेरि युट्युबमा हेरेर बनाएको। अहिले चाहिँ म चाहिँ पर्फेक्ट भइसकेँ मोमोको चटनी बनाउनको लागि। अनि यो चाहिँ मेरो घर लैजानको लागि डब्बा धोएर राखिसकेको थिएँ। मेरो चाहिँ भइसक्यो मिक्सर रेडी, ठन्डा भइसक्यो थोडा सा। अनि म चाहिँ 5 मिनट जति राखिदिएको फ्रिजरमा, किनभने गरम गरम चाहिँ गर्नु हुँदैन मिक्सरमा। त्यसैले चाहिँ 5 मिनट जति राखेर म चाहिँ निकालिसकेँ। अनि यसमा डालिसकेपछि अनि म चाहिँ गरिदिन्छु अब मिक्सी। भनेको मलाई चाहिँ याद आयो, म चाहिँ धनियाँ पनि डाल्नु थियो नि त। अनि यो चाहिँ धनियाँ, म चाहिँ थोडा सा धनियाँ डालिदिन्छु। अनि थोडा सा आधा निम्बु
आफ्नै हिसाबले डाल्न सक्नुहुन्छ। अब कति खट्टा खान सक्नुहुन्छ, हजुरहरूलाई कति खट्टा मनपर्छ त्यही हिसाबले चाहिँ हजुरहरू डाल्न सक्नुहुन्छ निम्बु। बट मलाई चाहिँ खट्टा चाहिँ थोडा सा ज्यादा मनपर्छ अनि त्यही भएर चाहिँ म चाहिँ पुरा आधा नै डालिदिएको। अनि मेरो भइसक्यो मोमोको चटनी रेडी। हेर्न सक्नुहुन्छ कितना दामी हुन लागेछ। थोडा सा वो छ नि के भन्छ यसलाई, बाक्लो बाक्लो छ होइन, थोडा सा म पानी डालेर पतला गरिदिन्छु। अनि त भइहाल्यो मेरो मोमोको चटनी रेडी। अनि म चाहिँ डाल्न लागेछु अब डब्बामा। वैसे एक बात बताउँछु हजुरहरूलाई, यो चाहिँ हजुरहरूले बनाएर उसँग पनि खान सक्नुहुन्छ। खानासँग इतना ज़्यादा मस्त लाग्छ नि, बनाएर डब्बामा राखिदिने फ्रिजमा अनि त्यस पछाडि चाहिँ खाना खाने टाइममा चाहिँ निकाल्ने खाने, क्या मस्त लाग्छ। मोमोसँग मात्र होइन कि यत्तिकै पनि खानासँग पनि राम्रो लाग्छ कि यो चटनी त। अनि अर्को कुरा चाहिँ म चाहिँ बोल्दा बोल्दा बिचमा हिन्दी पनि बोलिदिन्छु कि, त्यसैले चाहिँ कति मान्छेहरू चाहिँ कन्फ्युज हुनुहुन्छ होला होइन, चाहिँ बोल्दा बोल्दा के बोल्छ अलि भनेर। बट मेरो चाहिँ मुखमा चाहिँ फ्याट्ट हिन्दी नै आइहाल्छ कि, देख्नुभयो यस्तै हुन्छ कि कभी कभी मतलब आइहाल्छ कि मुखमा यस्तो हिन्दी आइहाल्छ। अब त्यही त इन्डियामा बसेको नतिजा। अब के गर्नु होइन, त भन्छ नि त जैसा देश वैसा भेष, त्यस्तै नै चलिरहेको छ जिन्दगी, के गर्नु अब। अनि मेरो चाहिँ डब्बामा भइसक्यो प्याक। अनि म चाहिँ सबभन्दा लास्टमा टेस्ट गरेको, किनकि म चाहिँ एक थोपा पनि नछाड्ने भनेर कि घर लैजानको लागि। मैले चाहिँ गरिसकेँ टेस्ट। अनि चाहिँ टेस्ट गरिसकेपछि चाहिँ म चाहिँ आफूलाई आफै साबासी दिँदैछु कति मिठो बने। चटनी बनाएर खतम भयो साथीहरू। अनि अघि भर्खर कस्तो थियो मौसम, पानी अहिले भन्नु कस्तो पुरा धुप भइसक्यो। अनि कसले चाहिँ मलाई चाहिँ भनेको थियो मेरो कपडा छतदेखि उडेर स्विमिङ पुलमा आयो अरे, झ्याङझ्याङला छ। त्यो उसलाई उठाइदियो त भने उठाइदिएन होला, उडिसक्यो पहिला नि। अघि भर्खर बारिस भयो भनेर कसले विश्वास गर्छ साथीहरू। ओ भाइ साहब, कहाँ छतको कपडा उडेर चाहिँ तल आयो रे। ओ भाइ साहब, देख्नुभयो यो चर्तीगला, यो मौसमको चर्तीगला देख्नुभयो साथीहरू। मेरो कपडा चाहिँ हेर्नु न, हो त्यहाँनिर छ मेरो नाइट सुट बिचारा आधा धोएर राखेँ मैले, आजै गन्दा गराइदियो यो मौसमले। पुरा गिला छ त हो, पानी पुरा बारिसको पानी यति भरिसकेको छ, यतै मात्र छ उता चाहिँ छैन।